Hello everyone, welcome back to again our channel. आज चाहिँ हामी फेरि पनि हजुरहरूको साथमा बोटानिकल गार्डन आइपुगेका छौं। आज चाहिँ बोटानिकल गार्डन कस्तो रहेछ त हजुरहरूलाई पनि हामी देखाउने कोसिस गर्ने छौं। फेरि पनि हामी पनि इन्जोय गर्नु पर्यो, यसो छुट्टीको दिन भनेर एकछिन रेस्ट पनि रिफ्रेश पनि हुन्छ भनेर आइयो। अनि त्यसपछि अब यहाँबाट चाहिँ हामी अब टिकट गर्नुपर्ने हुन्छ, फ्रीमा छिर्न नपाइँदो रहेछ। त्यसले गर्दा टिकट गर्नुपर्ने हुँदो रहेछ। उनी चाहिँ मलाई नदेखेर अलमल्ल पर्दै यताउता हेर्दै छिन्। अनि अब उसलाई लिएर म चाहिँ अब टिकट काउन्टरतिर लागेँ। यहाँ चाहिँ अब मान्छेले दिने खालको काउन्टर रहेन रहेछ, मेसिनबाट लिनु पर्दो रहेछ। त्यही भएर यहाँ चाहिँ अनि अब हामीले अब आफ्नो क्याटेगोरीको हुन्छ अब टिकटहरू सबै। अनि स्टुडेन्ट ग्रुपमा अब बुढाबुढीहरूले छुट्टै लिने त्यस्तो सबै खालको हुन्छ। अनि हामीले चाहिँ अनि अब हाम्रो अब स्टुडेन्ट पनि होइन, त्यसले गर्दा अनि एडल्ट भनेर छुट्टै हुँदो रहेछ। 500 पर्दो रहेछ एउटा टिकटलाई। अनि उहाँहरू सबैजना गइसकेपछि चाहिँ मैले 2टा टिकट लिएँ। त्यस पछाडि अनि अब हामी भित्र प्रवेश गर्दैछौँ। आउनुहोस् सबैजना। गाइस, हामीले चाहिँ अब बोटानिकल गार्डन भित्र इन्ट्री गरिसकेका छौँ। यस्तो बवाल रहेछ यहाँ चाहिँ है, साकुरा मात्रै नभएर पुरै फुलहरू क्या। वाउ, यस्तो दामी रहेछ नि। टिकट लिएर 2 जना भित्र भर्खर छिर्यौँ। वाउ, हेलो, हेर न यता के गर्छ यिनी। यिनीको चाहिँ खालि जुत्तामा प्रब्लम आउँछ, कहिले चप्पलमा। बोटानिकल गार्डन जुम भएर छ नि त लास्टै अघि त, त्यही भएर कस्तो भएको कि। वाउ है, वाउ फ्लावर त यस्तो दामी है कान्छी। यस्तो फ्लावर क्या। वाउ, जताततै फ्लावरै फ्लावर भयो। साकुरा भन्दा पनि दामी है। गाइस हेर्नुहुन्छ ल सबैजनाले। वाउ, यहाँ चाहिँ स्टाफ आउनु भएको छ यहाँको केयरिङको लागि होला। कान्छी त पुरै फुलमै हराइसक्यो नि त, के हो। हेलो, के हो फुलमै हराइसक्यो त। हेलो हेलो, अनि जिन त पुरै फुलमै हराइसक्नु भयो। यो गाइस, यो गिम्बल चाहिँ मलाई चलाउनै पुरै फर्स्टमा चलाउनै राम्रो आइरहेको छैन। यता र उता मात्रै घुम्छ, के हो के हो। सजिलो हुन्छ भनेर, भिडियो बनाउनु सजिलो हुन्छ भनेर गिम्बल किनेको गाइस। यस्तो नापेको गिम्बल परेछ कि म हाँस उडिसक्यो। यस्तो बढाइदिन्छ मात्रै खालि। अहिले फेरि रिटर्न आउनुपर्छ। कस्तो लाग्यो त? कस्तो रमाइलो यार, कति धेरै फ्लावरहरू हुन्छ नि।
यिनी चाहिँ आज पुरै यस्तो भएर आएको छिन्। कस्तो गर्मी बाफ्रे जाडो हुन्छ भनेर यस्तो धेरै दुःख लागेको हो तर गर्मी भयो। वाउ, यहाँ भित्र के छ? गार्डन नि सबै त्यहाँभित्र हो। यहाँ आएपछि त नफर्के जस्तो लाग्छ। 2000 को पास लियो भने चाहिँ एनुअल हुँदो रहेछ नि त। जतिचोटि आयो नि भयो, जतिचोटि छिर्यो नि भयो क्या। चाहिँ बोनसाई हो साथीहरू। नेपालमा पनि एकजना साथीले चाहिँ स्टार्ट गर्नु भइरहेको देखेको थिएँ। एकदमै धेरै राम्रो फ्युचर छ यसमा गर्न सक्यो भने। यस्तो दामी हुन्छ नि, कति वर्ष पुरानो प्लान्टहरू चाहिँ। तर ठुल्ठुलो रुखहरूलाई चाहिँ त्यो सानो बनाएर यसलाई चाहिँ यसरी सजाएर राखेको हुन्छ। यो वर्षौँ पुरानोहरू हुन्छ क्या यसरी। यस्तो दामी दामी चाहिँ पुरै ठुल्ठुलो रुखको सेपमा क्या। वाउ, बोनसाई ट्री। धेरै रहेछ नि। यस्तो छ भित्र चाहिँ जताततै साकुरै साकुरा साकुरै साकुरा। आउनु यता तिमी छेउ नि त। गुड गुडहरू उसलाई भन्दा त्यति त हुनु पर्यो नि त। यहाँबाट चाहिँ कहाँ जान्छ? उता पर अरू पनि होला नि त। यस्तो दामी ट्री है। त्यो सानो पोखरी जस्तो रहेछ। हेर न ल्याऊ। दुइटै खिचेर यस्तो दामी हो। वाउ, कत्रो कत्रो फुल। यो त के को हो यस्तो दामी? हेर्नुहोस् त, यस्तो रमाइलो छ। चाँडै आउनु होला है, चाँडै आउनु होला सबैजना। अब धेरै दिन बाँकी छैन, फुलहरू सबै झर्छ त्यसपछि। फुलै नफुले पनि यहाँको यो प्लान्टहरू कस्तो राम्रो राम्रो कलर कलर हुन्छ नि। सबैभन्दा दामी दामी यस्तो हो। पुरा यहाँ चाहिँ यस्तो लेउ भएको पानी। ओए यही लेउको त बनाउने होइन, त्यो के भन्छ? नोरी त्यट होइन, सफा पानी गर्ने। मेरो बुढीले नि के भन्छ हँसाउँछ हेर। लास्टिक गाइस पोखरीमा अलिकति लेउ जमेको रहेछ, त्यही लेउको बनाउँछ कि नोरी भन्छ क्या। यहाँ हेर्नुहोस् न साथीहरू, यस्तो हरेक प्लान्टको नाम लेखेर राखेको छ क्या, कुन प्लान्ट के हो भनेर। यहाँ पुरै क्या यस्तै नेम प्लेटमा यस्तो हो नि त चिनाउने तरिका भनेको चाहिँ होइन। यो चाहिँ के को फुल यस्तो दामी? साकुरा चाहिँ के प्रजाति हो कि के हो पनि? यस्तो धेरै रुखहरू पनि यति धेरै रहेछ। यस्तो ठुल्ठुलो रुखहरू बस्न पनि आनन्द, घाम लाग्दा पनि
कस्तो शीतल हुने। आज फेरि यस्तो धेरै घाम लागेको छ नि पुरै मान्छेहरूले यहाँ धेरै लुगा लाएर आएका छन् पुरै गर्मी भनेर उफ्रे लास्ट गर्मी छ नि त यार। जाडो हुन्छ भनेर थर्मोकोट लाएर हिँडेको लास्टमा फुकालेर हिँड्नु पर्ने स्थिति आयो नि त। अब हामी चाहिँ टिकटक र भिडियो बनाउँदा फेरि अगेन यता अगाडि अरू प्लेसहरू एकदमै पानीको वाटरफलहरू रहेछ होइन। वाटरफल हो कि वाटर फोर्स त्यतातिर चाहिँ हामी जाँदैछौँ। जता गए पनि रमाइलो, जता गए पनि राम्रो मात्रै छ। भिडै भिड, यस्तो बवाल ठाउँ रहेछ। म आएको क्योटोमा चाहिँ 6 वर्ष जति भइसक्यो, अहिलेसम्म आएको थिइनँ। वाउ किरे सुगोइने। जता गए पनि वाउ, वान साइड चाहिँ पुरै फुलेको रहेछ, वान साइड चाहिँ फुल्ने बाँकी। ल हेर्नुहोस् त गाइस, डिफरेन्ट कलर एन्ड भेराइटिज, येल्लो, पिङ्क, पर्पल, व्हाइट। खिच्दैछौ तिमी पनि? वाउ, पानीका फोराहरू यहाँ। भेरी ब्युटिफुल। यति धेरै आउनु भएको छ यहाँनिर चाहिँ घुम्नको लागि होइन, जताततैबाट टुरिस्टहरू चाहिँ। यस्तो मसिनो मसिनो फुलहरू पनि कस्तो दामी दामी क्या यहाँ त। यति भेराइटी छ नि फ्लावरहरूको यहाँ पुरै छ। यहाँ चाहिँ के हो पुरा मेटलको ऱ्याबिटदेखि लिएर डाइनासोरदेखि लिएर हर्स के को सब बनाएर राखेको रहेछ। जता जता पनि यही फ्लावर मात्रै छ, साकुरा।
हामी चाहिँ घुम्दा घुम्दै एक्जिट पोइन्टमा आइसकेको छौँ तर एकछिन फेरि इन्ट्रान्स पोइन्टतिरै जानु पर्ला भनेर चाहिँ फर्किँदै गरेको अवस्था तर यहाँबाट फर्किँदैन थाहा नै छैन फेरि साकुरा चाहिँ उतै अलिकति राम्रो थियो हामी चाहिँ भिडियो बनाउँदै एक्जिटतिर आइसकेको छौँ यिनी मलाई फोटो खिचिदिन्छ भनेर झुक्क्याएर भिडियो मात्रै बनाउँदै बसेको थिएँ बाँदरनीले फेरि यस्तो दामी आइसक्यो यहाँ यस्तो बवाल छ कि अब अनिशानको चाहिँ पुरै अब अघि बेटी सिध्याइदिन्छ तर यस्तो बवाल ठाउँ रहेछ यहाँ त झन् ल गाइजहरू एकचोटि चाहिँ आउनु होला माइन्ड फ्रेस गर्नको लागि भए पनि वाउ अनि तिमीले भिडियो बनाउनु लाग्यो त नि वाउ हेरौँ त गाई यो धुपीहरू होला यस्तो बवाल बनाएको छ कि पुरै छोडिदिनु द्याट्स अमेजिङ गाइज यु क्यान सी यहाँ चाहिँ केही बुकहरू पढ्न मन छ भने पनि आएर दिनभरि बिहान छिरेर आएर दिनभरि पढेर बस्यो भने त होइन सर्लक्कै छिर्छ होला हौ दिमागमा यतातिर चाहिँ सानो सानो वाटरफलहरू बनाएको रहेछ होइन यस्तो दामी डेकोरेट गरेको छ नि ओएमजी ल हेर्नुहोस् त गाइजहरू हेर्नुहोस् वाटरफल बनाएको छ यहाँ टर्टलाएर यसरी पुरा गर्लफ्रेन्ड बोयफ्रेन्ड पनि धेरै आएको छन् यतातिर चाहिँ ल यस्तो ठाउँमा अहिलेसम्म आएको थिइनँ म पनि मेरो चाहिँ रुमबाट पनि नजिकै रहेछ ओ माई गड यताबाट उता कहाँ जाने बाटो यहाँबाट टक्कर यता साइड जाने बाटो पनि रहेछ यहाँ जान मिल्छ कि मिल्दैन कि नि गाली खाने होला यहाँ गएर खिच्नुभयो कस्तो राम्रो हुँदो रहेछ कि ल हेर्नुहोस् फुल भ्यू वाउ अब निकै गर्मी चाहिँ लागिसकेछ
घामले एकदम पोलिरहेछ आज। साकुरा हेर्न आएको, साकुरा भन्दा बाहिर घुम्दा घुम्दै आज दिन गइसक्यो। अब साकुरातिर जानु पर्ला है त गाइजहरु। ल यहाँबाट चाहिँ अब साकुरा स्टार्ट भयो हाम्रो। साकुरा चाहिँ अस्तिकोमा भिडियोमा चाहिँ अलिकति अब लाइटिङ मात्रै थियो, त्यति धेरै राम्रो देखेको छैन। यहाँ चाहिँ एकदमै क्लियर देखेको छ। यो साकुरा हेर्दै साकुरामा एकछिन रमाउँदै यहाँ सबैजना यसरी चाहिँ अब म्याटहरू लिएर आएर यसरी बसेर साकुराको रुखमुनि खानासाना खाने गर्छन्। यहाँ चाहिँ हामी चाहिँ अब थकाइ पनि लाग्यो यत्तिकै अब यहाँबाट फर्किन्छौँ। सबैजनालाई धन्यवाद हेरिदिनु भएकोमा।